गतिको आन्दोलन गर्नुभन्दा अगाडि 13 गतिको दिन सिडिओ कार्यालयमा सिडिओ साहब, काठमाडौँ जिल्लाको सिडिओ साहब र काठमाडौँ जिल्लाको एसएसपी साहब र एसपी साहब अनि एकजना डिएसपी साहब बसेर के भएको थियो भने शान्तिपूर्ण आन्दोलन गर्ने भनेर भनेको थियो। तर हामी स्टेजमै पुग्न नपाइकिन हाम्रो र म स्टेजमा पुग्नुभन्दा 15 मिनट अगाडि नै तपाईँको चाहिँ नि घरका छतबाट टियर ग्यास गोली बर्साइए र नेसनल गाना, नेसनल एन्थम जस्तो तपाईँको राष्ट्रिय गान गाउँदै तपाईँको चाहिँ नि त्यहाँ टियर ग्यासहरू खस्न थाले। भनेपछि यो आन्दोलनलाई उग्र बनाउने काम कसले गरेको? पुलिस प्रशासनले हो। म सिडिओ साहबलाई प्रश्न गर्न चाहन्छु। भ्यालीका एसपी साहब, एसएसपी साहबलाई मैले भनेको थियो शान्तिपूर्ण गरौँ, शान्तिपूर्ण गर्ने भनेर मैले भन्दै तपाईँहरूले किन गोली बर्साउनु भयो? तपाईँहरूले टियर ग्यास किन हान्नुभयो राष्ट्रिय गान बसेको ठाउँमा? त्यसले गर्दा यसको जिम्मेवारी काठमाडौँका सिडिओ, काठमाडौँका एसएसपी र काठमाडौँ चलाउने हाँक्नेले यसको जिम्मेवारी लिनुपर्छ। र तपाईँले अर्को कुरा के बुझ्नुहोस् भनेदेखि यो के भन्छ, डेट एक्सपायर भएका अश्रु ग्यास फ्याँकिया छन्। किन फ्याँकिए डेट एक्सपायर भएका अश्रु ग्यास? किनभने हाम्रो प्लान के थियो भने त्यो दिन हामी घोषणा सभा थियो। हामीले 3:46 हाम्रो घोषणा सभा गरेर हामीले एउटा अल्टिमेटम दिएर अनि हामी बिदा हुने भनेर हामीले सबै कुरा मिलाएर आएको ठाउँमा तपाईँहरूले पहिल्यै गोली घरमा मान्छे चढाएर गोली पड्काएर तपाईँको चाहिँ नि अश्रु ग्यास फ्याँकेर तपाईँहरूले जुन काम गर्नुभएको छ यो उत्पीडन सर्वहारा वर्ग भुइँ मान्छे जो पीडित छन्, ब्याङ्कले थिचोमिचो परेर लघुवित्त सहकारीबाट चाहिँ नि घरबार विहीन भएका मान्छेमाथि जुन तपाईँहरूले बर्बर चाहिँ अत्याचार गर्नुभएको छ त्यसको त क्षम्य हुने स्थिति छैन। आज बम्बईका कोठीदेखि भारतका विभिन्न कोठीहरूमा नेपाली चेलीहरूले कसरी पठाएको पैसा त्यो पनि रेमिटेन्स, त्यो पनि तपाईँहरू तस्करहरूकै खल्तीमा गएको छ। र खाडी मुलुकमा नारकीय जीवन बिताएका हाम्रा दाजुभाइ चेलीबेटीहरूको पैसो रेमिटेन्स तपाईँहरूकै खातामा गएको छ। त्यसले गर्दाखेरि यसको अन्त्य गर्न जरुरी छ भनेर म लागेको मान्छे हुँ। म नेपाल र नेपालीको लागि लागेको मान्छे हुँ। त्यसले गर्दाखेरि तपाईँहरू एउटा कुरा के बुझ्नुहोस् भने म पुलिस प्रशासनलाई पनि संयम हुन र मलाई खोज्नु पर्दैन। म आइजी साहबलाई यहीँबाट भन्छु, म तपाईँलाई राम्रो चिन्दछु, तपाईँ राम्रो क्याडर हो। मैले तपाईँलाई के भन्न चाहन्छु भने तपाईँले यो जिम्मेवारी लिनुहुन्छ र 5 जना वकिल र 5 जना मानवाधिकारवादीको रोबरमा तपाईँले चाहिँ नि पुरा गर्नुहुन्छ भने म यो सम्बोधन आएको 24 घन्टादेखि 36 घन्टाभित्रमा सार्वजनिक हुन्छु भन्दै बिदा लिन चाहन्छु। नमस्ते।